प्रश्न सटीक, सफा जवाब, एउटा सिधापनको खोज, सीधा कुरा। प्रश्न सटीक, सफा जवाब, एउटा सिधापनको खोज, सीधा कुरा। नमस्कार, कार्यक्रम सीधा कुरामा स्वागत छ। म कृष्ण तिमल सिन्हा। क्यापिटल एफएम 92.4 मेगाहर्ज काठमाडौँ, पूर्वी नेपालमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज मोरङ, पश्चिम नेपालमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज पोखरा लगायत देशका विभिन्न एफएम स्टेसनबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम सीधा कुरा तपाईँ www.cfmonair.com र www.radiosaranggi.com बाट संसारभर एकैसाथ सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी समग्र नेपालको राजनीति जुन पछिल्लो समयमा संविधान कार्यान्वयनको प्रश्नसँग जोडिएर गिजोलिएको छ, धमिलिएको छ र समग्रमा अहिले उठिराखेको मित्र राष्ट्रहरूसँगको सम्बन्धको प्रश्न, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका विरुद्धमा लगाइएको महाअभियोगको प्रश्न, सीमाङ्कन पुनरावलोकनका सन्दर्भमा मधेसवादी दलहरूले उठाइराखेको प्रश्न अनि सँगसँगै संविधान संशोधनका विषयमा जोडिएर आएको अहिले अङ्गीकृत नागरिकलाई दिने अधिकारसँग सम्बन्धित प्रश्न, यिनै प्रश्नमा गिजोलिएको समग्र राजनीति। यही राजनीतिमा केन्द्रित रहेर आज हामी संवाद गर्छौँ। प्राध्यापक डाक्टर सुरेन्द्र केसी राजनीतिक विश्लेषक पनि हुनुहुन्छ हामीसँग आज संवादका लागि। डाक्टर केसी, यहाँलाई स्वागत छ कार्यक्रम सीधा कुरामा। हस्, धन्यवाद। आज अहिले यो समग्रमा राजनीतिमा देखिराखेको मित्र राष्ट्रसँगको सम्बन्धदेखि लिएर आएर अहिले अङ्गीकृत नागरिकलाई दिने अधिकारका प्रश्न सँगसँगै जोडिएको जुन यो गिजोलिएको राजनीति छ, यसको विश्लेषण गर्नु पर्यो भने कुनै फेद टुप्पो भेटिन्छ? यो कहाँबाट विश्लेषण गर्ने अथवा के का लागि उठाइएका विषयहरू हुन् भनेर हेर्दाखेरि फेद टुप्पो भेट्दै नभेटिने चाहिँ होइन। अब यो डेमोग्राफिक इन्टरभेन्सन भन्छ, जनसाङ्ख्यिक तरिकाले कुनै पनि मुलुकलाई कमजोर बनाउने र आफ्नो रिमोटबाट चलाउने, आफ्नो स्वार्थको अनुकूल परिचालन गर्ने, विश्वको कमजोर मुलुकलाई झन् कमजोर बनाउने एउटा अङ्गको रूपमा हो यो। अब दुर्भाग्य के भने त्यसको लागि आफूलाई कम्युनिस्ट भन्ने, क्रान्तिकारी भन्ने, देशभक्त भन्ने शक्तिहरू पनि त्यो स्वार्थको इन्स्ट्रुमेन्ट भएर गए। नेपालको सन्दर्भमा चाहिँ त्यो बढी विचारणीय र दुःखान्त भयो। अहिले उठिराखेको विषय, उठाइराखिएको विवाद के का लागि र कसका लागि भनेर हेऱ्यो भने के देखिन्छ? अनि त्यो प्रष्टै देखिन्छ। त्यो जुन अप्पर हाउस छ राष्ट्रिय सभा, त्यसलाई आफ्नो अनुकूल बनाउने अनि माथिल्ला पदहरूमा आफ्नो अनुकूलको मान्छे पुर्याउने, अङ्गीकृत नागरिकताको लहर बढाउने र जनसाङ्ख्यिक हस्तक्षेपका माध्यमबाट आफ्नो प्रभुत्वलाई बलियो बनाउने, त्यसको लागि मधेसको, जनजातिको, दलितको, महिलाको नाम बेच्ने र उनीहरूलाई शक्ति सम्पन्न बनाउने भन्ने आवरणमा आफ्नो स्वार्थलाई वर्चस्वशाली बनाउने भन्ने कुरा चाहिँ प्रष्टै देखिन्छ। यसमा सबै राजनीतिक पार्टीहरू गोटी बनिराखेका छन् अथवा केही त्यसबाट अलिकति अछुतो देखिन्छ? अब त्यस्तो गर्न नखोज्दा एमाले भित्रको केपी ओली घटक चाहिँ पुराका पुरा शिकार भएको देखियो। अब उसलाई पुराका पुरा एक्ल्याउने, त्यो पार्टीलाई नै विभाजित गर्ने, गच्छेदारको पार्टीलाई पनि विभाजित गर्ने, कमल थापाको पार्टीलाई पनि विभाजित गर्ने, राप्रपा र कमल थापालाई एकीकृत हुन नदिने, यो रूपमा नेपालका राजनीतिक दलहरूलाई तस नस पारेर यति कमजोर र चाहिँ लाचार बनाउने र यी सत्ताको लागि जे पनि गर्ने चाहिँ हाम्रो जो कमजोर नेतृत्व हो त्यसको मानसिकतामाथि घोडा चढ्ने, यो रूपमा चाहिँ आइराखेको देखिन्छ। अहिले भइराखेको यो तमाम राजनीतिक बहस अथवा यो छिनाझम्टी अथवा एक तलको असन्तुष्टि बढिराखेको अथवा यो धमिलिएको राजनीति, यसको पछिल्तिर अरू केही अर्को राजनीतिक समीकरण त पाकिराखेको छैन? अर्को अब केही हाम्रा आन्तरिक समस्याहरू छन्, केही विभेदहरू छन्, असमावेशीयता छ, केही कुराहरू यसभित्र छन्। अब नेपालको सामरिकताको प्रश्न पनि छ, पाश्चात्य मुलुकहरूको आफ्नै स्वार्थ छ, युरोपियन युनियनको आफ्नै स्वार्थ छ, अमेरिकाको आफ्नै स्वार्थ छ। फेरि त्यसलाई हेर्ने दृष्टिकोण, त्यसलाई प्रतिरोध गर्ने प्रश्नमा
चीनको उत्तरी छिमेकीको आफ्नै चाहिँ सरोकार छ र चीनसँग सहकार्य गर्नुपर्छ, नेपाल चाहिँ त्यो प्रकारले अर्काको गोटी हुनुहुन्न भन्ने एउटा बलशाली अब उत्तरतिरको एउटा चाहना र नेपालभित्रकै पनि एउटा शक्ति चीन भारत मध्ये कतै होइन, समदूरीमा बसेर दुवै मित्र राष्ट्रहरू हुन् र दुवै उत्तिकै नेपालका चाहिँ छिमेकीहरू हुन्। दुवैसँग समदूरीय सिद्धान्त राख्नुपर्छ, नीति राख्नुपर्छ, पञ्चशील र असंलग्नतामा चल्नुपर्छ, सार्कलाई बलियो बनाउनुपर्छ भन्ने जनमत पनि छ। तर हामीहरू चाहिँ त्यो जनमतको पक्ष हुँदाहुँदै पनि धेरै कमजोर र बाँच्नै नसकिने अवस्थामा पुग्यौँ। मुलुक पनि त्यहीँ पुगिरहेको देखिन्छ। अब अहिले यसबाट भित्र केही न केही निकास त आउला नि त, सबै शक्ति त्यस्ता छैनन् र त्यसलाई व्यवस्थापन गर्नुपर्छ, होइन दुवैतिरको सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ भनेर एउटा शक्ति सबै राजनीतिक पार्टीभित्र एउटा धार त लागिराखेको अवस्था छ। यसले हामीलाई अर्को निकासको सङ्घारमा पुर्याइराखेको छ अथवा त्यो अहिले देखिराखेको यो जुन जालझेल भइराखेको छ त्यो शक्ति पराजित हुँदै गएको अवस्था छ अथवा के देखिन्छ, कमजोरता बनेको देखिन्छ? अब तिनीहरू तुरुन्तै कोल्टे फेर्छन् होइन, यिनीहरू चाहिँ गाईबस्तुलाई हरियो घाँस देखाए जस्तो यिनीहरू छन्। अब यो 12 बुँदेको विकल्पमा 16 बुँदे ल्याइएको यो तरिकाले सम्बोधन घोषणा नगरौँ भनेर धम्क्याउँदै चाहिँ भारतका सचिव नै यहाँ आएका थिए। त्यो बेला त्यस्तो हुँदैन, तपाईँहरू ढिलो आउनुभयो, हस्तक्षेप भयो इत्यादि भयो भन्ने को नाइके अहिलेका प्रधानमन्त्री थिए। अब अहिले यी नाइके फेरि जम्प गरेर त्यो बेला मधेसीलाई धोका दिएर यता काङ्ग्रेस एमालेसँग गठबन्धन गर्न आए। अहिले फेरि एमालेलाई धोका दिएर उता मधेसीसँग गठबन्धन गर्न गए। हिजो भारतसँग सुरुङ युद्ध गर्छौँ भन्थे, जथाभावी गाली गर्थे, रिमोटबाट चल्दैनौँ देखाइदिन्छौँ। बाबुराम नै भारतको एजेन्ट हो, बारम्बार भारतले मलाई बाबुरामलाई प्रधानमन्त्री बनाउन दबाब दिन्छ भनेर यो खन्ना गार्मेन्टमा गएर प्रचण्ड कम्मर हल्लाइ भाषण दिन्थे। अब अहिले दुर्भाग्य तिनै प्रचण्ड चाहिँ बाबुरामको ठाउँमा पुगे। बाँच्नको लागि बरु बाबुरामले चीन जानु पर्यो र हङकङमा गएर चाहिँ थुनिनु पर्यो। त्यस कारणले नेपालका नेताहरूले कति बेला करवट बदल्छन्, कति बेला गति छोड्छन्, कति बेला बदमास र बेइमानी गर्छन्, त्यो भन्न सकिँदैन। यो पनि ग्रान्ड डिजाइनको अन्तर्गत आएको भन्ने सायद उनीहरूलाई थाहा छैन होला। यो गरेर हाम्रो हित नचाहने पक्ष के मानसिक निर्माण गराउन चाहेको देखिन्छ भने बरु योभन्दा त यो अघि तपाईँले भन्नुभयो राजनीतिको किचकिच जालझेल इत्यादि भन्दा त बरु यो मुलुकै नरहोस्। अब अहिले देख्नुहोस् भारू 500 र 1000ले कति नेपालीको ढाड भैया भाँचिने हो। किनारा किनारामा सीमामा मान्छे छाती पिटी रोइराखेका भन्ने छ। कुल्ली कडुवाडी गरेर त न्यून स्तरको काम गरेर 10-20 हजार रुपियाँ लिएर आएका नेपालीहरू ठुलो पैसा ल्याउँ बाटैमा लुटिन्छ, सानो पैसा ल्याउँ यी यस्तो गरिदिन्छ। योभन्दा त बरु किनभने यता पल्सर मोटरसाइकललाई 2.5 लाख पर्छ, उता 75,000मा पाउँछ, यता मारुति गाडीलाई 12 लाख पर्छ, उता 1.5 लाखमा पाइन्छ। योभन्दा त बरु किन यो देश चाहियो, बरु यो देशै आवश्यक छैन भन्ने ठाउँमा नेपालीहरूको मानसिकता दमित गराउने यो ग्रान्ड डिजाइन हो। अब किन यो देशका नेताहरूले यो कुरा बुझिराखेका छैनन्? यहाँको जिम्मेवार पक्षले, मिडियाले, खास गरी मिडियाले समेत किन यो कुरा बुझिराखेको छैन? बौद्धिक त पुराका पुरा अब नाङ्गै हिँडेको म देख्छु। बौद्धिक भन्ने वर्गै देख्दिनँ, नागरिक समाजको कुरा पनि त्यो भइरहेको, त्यो नै भइराखेको छ। किन हामीहरू यस्तो गरिराखेका छौँ मलाई आश्चर्य चाहिँ यहाँ लागिरहेको। अब जस्तो यो अहिले यो सँगसँगै धेरैवटा विषयवस्तु जोडिरहेको छ। संविधान कार्यान्वयनको प्रश्न त छँदैछ, त्यो सँगसँगै संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने राज्यको शक्ति अहिले खण्डीकृत भएर मित्र राष्ट्रसँगको सम्बन्धका कुरा, यो लोकमान सिंह कार्की विरुद्धको महाभियोगको प्रस्तावको कुरा, त्यस्तै सीमाङ्कन पुनरावलोकनका कुरा अनि संविधान संशोधन सँगसँगै उठाएर आएका भाषाका कुरा, नागरिकताका कुरामा अल्झिराखेको छ। यसले यी सबै विषय उठान के त्यसैका लागि केन्द्रित भएर गरिएको हो त? होइन, त्यो पनि एउटा यसको अङ्ग रह्यो। किनभने अब खुल्लम खुल्ला छ नि, अब उत्तरतिरको प्रभाव र गतिविधि केपी ओलीको पालामा आवश्यकताभन्दा बढी नै बढ्यो भन्ने चिन्ताले भारतलाई त्यहाँ पुर्याएको भन्ने देखिन्छ। मैले अघि पनि भने उसले त्यसका लागि पहिलो त एमालेलाई नै फुटाउन खोज्यो। तपाईँलाई हेक्का छ भने केपी ओलीको पालामा सबभन्दा बढी केपी ओली सरकारको विरोध एमाले भित्रकै एउटा पक्षले गर्थ्यो। हरेक दिन एउटा न एउटा कार्यक्रम गरेर हिँड्थ्यो। अब केपी ओली ढल्ने बित्तिकै त्यो सुतेको छ कि त्यो छँदै छैन कि त्यो कहाँ छ केही पनि थाहा छैन। त्यसपछि उसले गच्छेदारको पार्टीलाई फुटाउन खोजेको थियो। गच्छेदारको पार्टी फुट्न तयार भइराखेको थिएन। यतापट्टि कमल थापाको, त्यसपछि लास्टमा कमल थापाको पार्टीलाई पनि फुटाउन खोजिराखेको छ। तपाईँलाई थाहा छ त्यो बेला
कमल थापा र पशुपति शमशेरहरूको पार्टी एक हुने जस्तो कुरा भइराखेको थियो। 11th मा आएर त्यो पनि रोकियो र उनीहरूले के मेसेज दिन चाहे भने नेपाल भनेको भारत हो, भारतले नचाहेको कुरा नेपालमा हुन सक्दैन, कसैले पनि भारतले नचाहेको कुरा नेपालमा गर्न खोज्यो भने त्यो सत्तामा बस्न सक्दैन, उस्तै पर्यो भने बाँच्न पनि सक्दैन। यो सन्देश चाहिँ खुल्लम खुल्ला दिन खोजेको देखिन्छ। अब यसलाई कसरी बुझ्ने व्याख्या गर्ने हाम्रा आफ्ना जोडकोणहरू चाहिँ हुन सक्ने भए। अहिले उठाइएको लोकमान सिंह कार्की प्रकरण यहाँलाई के लाग्छ? अब लोकमान सिंहलाई पनि रिमोटबाटै ल्याइयो त्यति नै बेर भनिएको थियो र नागरिक समाजले यो नगर्ने भन्ने कुरा थियो र नागरिक समाजको एउटा अङ्गलाई जुन दिन लोकमानले शपथ गरेका थिए त्यो दिन राष्ट्रपतिले भेट्ने कुरा भएको थियो र राष्ट्रपतिले अघिल्लो दिन के भनेका थिए भने मेरो कार्यकारी हैसियत भएको हुनाले म अर्थौक्त केही गर्न सक्दिनँ, तर यो नियुक्ति उपयुक्त छैन भनेर यो नियुक्ति प्रक्रियालाई यहाँबाट एकपल्ट म फर्काइ चाहिँ दिन सक्छु भन्ने उहाँले सार्वजनिक त्यो डेलिगेसनसँग उहाँले कमिट गर्नुभएको थियो। तर 9 बजे त्यो टोलीलाई एपोइन्टमेन्ट थियो, 8 बजे नै उहाँको चाहिँ शपथ ग्रहण भयो र अब अहिले तिनीहरू नै फेरि यो नागरिक समाज त ती भइगयो, तिनीहरू नै फेरि चाहिँ के भने लोकमानलाई महाअभियोग लाउनुपर्छ भन्ने ठाउँमा आएका छन्। त्यो बेला बाबुराम नै हुन्, एकदम सक्षम प्रशासक हुन् भन्थे, प्रचण्डको कोटामा त उनको नियुक्ति नै भएको थियो, झलनाथ खनालहरू त्यसको मतियार बनेका थिए। अब अहिले मैले सुने अनुसार यिनकै टाउकामा लोकमानको हात आइसकेपछि चाहिँ प्रतिक्रिया स्वरूप महाअभियोग दर्ता भएको भन्ने सुन्छु। अब यिनीहरूले पैसा खाएर त्यो नियुक्ति गरेका थिए, किनभने सबै पदहरू नेपालमा बिक्री हुन्छन्, चाहे त्यो राजदूतको होस्, लार्केल लामालाई तपाईँ देखि नै रहनु भएको छ, राज्यलक्ष्मी गोल्छाले मैले एमालेलाई अहिलेसम्म 8 करोड दिइसकेँ भनेकी छिन्। ती सबै कुराहरू लोकमानले चाहिँ कठघरामा ल्याउन आँटिसकेपछि उनी विरुद्धको महाअभियोग आएको भन्ने छ। तर अब आधिकारिक सूचना हामीसँग छैन। प्रचारमा आएका कुराहरू यी हुन्। राज्यलक्ष्मीको स्टेटमेन्टको कपी त मसँग पनि छ। म माथि व्यभिचार पनि गर्न खोजियो, जनही मान्छेले अहिले कि राष्ट्रपतिसम्मले मबाट पैसा लगेको भन्ने लगायतका कुराहरू त्यहाँ छन्। तिनको लागि लोकमानले भिडियो नै तयार पारिसकेको, गगन थापाको त विद्यार्थी हुँदादेखिकै भ्रष्टाचारको काण्ड अगाडि ल्याउन खोजेको, यो धनराज गुरुङ भन्नेको रातो पासपोर्टको काण्डकै कुरा इत्यादि सारा कुराहरूको प्रतिक्रियामा खुल्लम खुल्ला भ्रष्टाचार गर्न पाउनुपर्छ डकैतीको शैलीमा भन्ने नेपालका राजनीतिक नेताहरूको आकाङ्क्षालाई लोकमानले प्रतिरोध गरेको रियाक्सन उनको विरुद्धको महाअभियोग हो भन्ने चाहिँ नेपाली जनमानसमा व्याप्त छ। तथ्य सत्य के हो त्यो चाहिँ अब अगाडि आउनुपर्छ। प्रक्रिया लम्बिँदै जाँदा तथ्यहरू एकपछि अर्को गर्दै उजागर होलान्। अब यसमा लोकमान सिंह कार्की कति जिम्मेवार अथवा लोकमान सिंह कार्कीलाई फेरि पनि यो पदमा पुर्याउने नेताहरू कति जिम्मेवार भन्ने त छँदैछ। तर यो अहिले उछाडी राखिएको अथवा उठाइराखिएको यो प्रसङ्ग, यसको अवतरण चाहिँ कतिको सुखद हुने देखिराख्नु भएको छ? राजनीतिक आँखाबाट हेर्दाखेरि सुखद अथवा लोकमान सिंह कार्कीको आँखाबाट हेर्दा सुखद? अब यो लोकमान सिंहको आँखाबाट देखिने सुखद हुने म सम्भावना बढी देख्छु र 2/3 त्यहाँ नपुग्ने मलाई लाग्छ। अथवा यो राष्ट्रलाई नै फेरि एकपल्ट घानमा हालेर एमालेलाई पनि याकेर तिमीलाई लोकमानलाई बचाएर तिमीलाई लगेर म चारखालमा कोच दिन्छु, होइन भने तिमी संविधान संशोधनको प्रक्रियामा आऊ, यो बार्गेनिङ चिप्सको रूपमा लोकमानलाई दुरुपयोग गरेको देखिन्छ। यदि त्यस्तो भयो भने एउटा बीच बचाउ लोकमानलाई काहीँ राजदूतको रूपमा पठाइदिने, किनभने यत्रा नेता 16 वर्ष जेल बसेका त यस्ता निस्कियो भने अब जब लोकमानको त के कुरा हो, तिमीलाई क्यानाडाको राजदूत बनाइदिन्छु भइहाल्यो भन्यो भने उनले राजीनामा दिएर त्यो सहज बाटो पनि लिन सक्ने सम्भावना छ। किनभने लोकमान पनि एउटा नेपाली नै हुन्, आम नेपाली जस्ता छन्, लोकमान पनि त्यस्तै छन्। त्योभन्दा बढी भयो भने उनी महान हुन्छन्, तर त्यस्तो हुने सम्भावना म देख्दिनँ। त्यो तरिकाले यिनीहरूले बीच बचाउ गरेर अन्यथा तिमीहरूलाई चारखालामा लगेर कोच दिन्छु भनेर डन्डी देखाए भित्र र बाहिरका शक्ति पक्षले भनेदेखि लोकमानको पक्षमा बीच बचाउ हुनसक्छ। दुखान्त त लोकमानको विपक्षमा म यसबाट हुने देख्दिनँ। केही गरी त्यस्तो भएन भने यहाँ के हुन्छ भने 2/3 प्रकरणमा चाहिँ अभ्यास अगाडि बढ्छ। त्यहाँ चाहिँ यो धनराज गुरुङ टाइपकालाई, काङ्ग्रेसभित्रका त्यो टाइपकालाई मत हाल्न पार्टीले स्वतन्त्र छोडिदिन्छ, तिनीहरूले गएर लोकमानको विपक्षमा मत हाल्छन्। अधिकांश काङ्ग्रेस त्यसमा काङ्ग्रेस सांसदहरू त्यसमा अनुपस्थित रहन्छन्, लोकमानको विजय हुन्छ, यिनीहरू पराजित हुन्छन्, क्रुसिदिन्छ। अब यसो गर्दै गर्दाखेरि लोकमान सिंह कार्कीले जिते भनेदेखिको परिणाम चाहिँ त झनै दुःखद हुने भयो नि फेरि। अब त्यसपछि त मैले एउटा अन्तर्वार्तामा भन्ने चाहेको थिएँ, त्यसपछि त यिनलाई लोकमानले कुट्दै लगेर चारखालमा कोच्छ र कोचेरै छोड्छन्। मैले त्यो भनि नै सकेको थिएँ,
किनभने ठुलो चाहिँ रिभेन्ज लिनु छ इन्डियाले खड्ग ओली माथि यति मात्रै गराएर इन्डियाले चित्त बुझाउने जस्तो मलाई लाग्दैन। न खड्ग ओली त्यति सजिलै लत्रिन्छन् जस्तो मलाई लाग्छ। यो दुवै किसिमको एक्सट्रिमिजमले तपाईँ देखिहाल्नुभयो एक्सट्रिमिजमले कसरी युरोपियन युनियनबाट चाहिँ ब्रिटेन बाहिरिने स्थिति बन्यो, एक्सट्रिमिजमले गर्दाखेरि ट्रम्पको कसरी विजय बन्यो र अहिले अमेरिकामा के भइराखेको छ। कहिले पनि एक्सट्रिमिजमले सही परिणाम दिँदैन। दुर्भाग्य एक्सट्रिमिस्ट टेन्डेन्सी नेपालमा अहिले हाबी भएर गइराखेको छ। तर अब जस्तो यो बिचमा यो सँगसँगै सरकार परिवर्तनका खेल पनि भित्रभित्रै सुरु भइराख्या भनेर भनिराखिया छ। त्यो हुँदै गर्दाखेरि त तपाईँले भने जस्तै फेरि यता केपी शर्मा ओली पक्ष अथवा योभन्दा अगाडि चीन परस्त भयो भनेर त्यो ट्याग लगाइएकाहरू पनि त हाबी भएर आउला नि राजनीतिमा। होइन अब तर अब यहाँ के भयो भनेदेखि अब प्रचण्डले त्यति बेला मलाई सोधेका थिए यो गठबन्धन कहिले टुट्छ होला भनेर, केपी ओली र प्रचण्डको गठबन्धन। मैले भनेको थिएँ जुन दिन प्रचण्ड मुसो हुन्छन् त्यही दिन यो गठबन्धन टुट्छ भनेको थिएँ एउटा मिडियालाई। त्यो मिडिया त्यति बेला मलाई महिना दिन 15 दिनमा एउटा अन्तर्वार्ता लिइरहने गर्थ्यो, त्यसपछि त्यसले त्यो अन्तर्वार्ता पनि लिन छोड्यो। हाम्रो टेन्डेन्सी चाहिँ यस्तो छ र मान्छेलाई एक्सपोज गराउने दुरुपयोग गर्ने यो टेन्डेन्सी छ हाम्रो देशमा। र सबै एकलाई दुरुपयोग गरेर यिनीहरू भनेका चुत्ता हुन्, काम नलाग्ने हुन्, यिनले देश थामी खान सक्दैनन् भन्ने ठाउँमा पुर्याउने खेल हो। अब प्रचण्ड कहाँसम्म नाङ्गिन्छन् केसम्म गर्छन् त्यो म भन्न सक्दिनँ, किनभने विगत सरकारमा पनि वर्चस्व प्रचण्डकै थियो, राजनीतिक संयन्त्रका अध्यक्ष उनै थिए, यो निर्दलीय सरकार खिलराजवाला गठन गर्ने निर्माण गर्नुपर्छ भन्ने उनै थिए, अब काङ्ग्रेसलाई गाली गर्ने इत्यादि उनै थिए, भारतलाई गाली गर्ने उनै थिए, अब अहिले भारतलाई पूजा गर्ने उनै छन्, भारत सुध्रियो भन्ने उनै छन्। अब कति बेर नेपालका राजनीतिले करवट बदल्छन् र कहाँ पुग्छन् त्यो भन्न सकिँदैन। र अहिले जस्तो भनौँ न अहिले नै पनि अस्वाभाविक तरिकाले लोकमान सिंहको प्रकरण घटित भएको छ। सत्ता घटक एमाले र माओवादीको एउटा पङ्क्ति र एमाले प्रमुख प्रतिपक्ष मिलेर चाहिँ यो प्रस्ताव ल्याइएको छ र यो अस्वाभाविक छ। त्यसकारण हामी यो प्रस्तावमा हामीलाई गाह्रो भइराखेको छ भनेर काङ्ग्रेसले खुल्लमखुल्ला भनिरहेछ। अब भोलि मानिलिउँ अख्तियारको 2/3 भएन भने त स्वतः प्रचण्ड निलम्बित हुने होला, स्वतः उनको अगाडि नैतिक प्रश्न उठ्छ होला। होइन नैतिकता सैतिकता हुँदै गर्छ, हामी भनेका हामी हुँ, नाङ्गै हिँड्छौँ यिनीहरूले भने अब यिनीहरू भनेर पनि आएका छन्। त्यस्तो बेलामा त हामी नै असहाय हुन्छौँ, हाम्रो के लाग्दैन। अब जस्तो यहाँले अहिले सरसर्ती यो घटनाक्रमहरू हेर्दै जाँदाखेरि चाहिँ हाम्रो यो अहिले खरबौँ खरब खर्च गरेर 60-62 वर्षसम्मको नेपाली जनताको सपना भनेर हामीले त्यो संविधान सभा भवनबाट जारी गरेको यो संविधानको भविष्य चाहिँ के हुन्छ नि? अब यो त अब हिजो कमल थापाले भनिसके यो कारणले संविधान नै अब चाहिँ धरापमा पर्छ भन्ने खालको। अब मधेसवादीवालाले अब हामी नागरिकता त्याग्छौँ, हामीहरू सम्बन्ध विच्छेद गर्छौँ, फेरि चाहिँ खैला बेला मचाउँछौँ यावत कुरा भन्दैछन्। यो भयो भने त यो त अब संविधान त त्यसै पनि गइहाल्यो। यो स्थितिमा पुर्याएर अनि कि 47 सालको संविधान ल्याउने कि भारतले नै उहाँबाट लेखेर पठाइदिएको संविधानलाई जारी गर्ने बाहेक यिनको अगाडि विकल्प रहँदैन। अब यिनीहरू कहाँसम्म नाङ्गिन्छन् केसम्म गर्छन् यिनको कुनै सीमा र हद म देख्दिनँ। विगत 10 वर्ष हेर्दाखेरि उनीहरूले आफूलाई त्यो रूपमा उभ्याएका छन्। अब हामीले हेर्न मात्रै बाँकी छ कि नागरिक पनि अगाडि आउनु पर्यो र यो नेतृत्व यो प्रणाली यसमा हामीले चाहिँ खरो उत्रिनु पर्यो भन्ने ठाउँमा कि नागरिक आउनु पर्यो, होइन भने यसको दुष्परिणाम जे हुन्छ त्यो खप्नको लागि हामीले तयार हुनु पर्यो। मैले लेख्दा अर्को विकल्प छैन नेपालमा कुनै त्यस्तो त्यो धारको राष्ट्रवादी शक्ति छैन त, सबै सिद्धिएको हो र। ल नागरिक समाज अथवा बौद्धिक जगत त बिग्रियो एउटा राष्ट्रवादी धार त होला नि मुलुकमा। होइन अब राष्ट्रवादी एसज चिन्तन पनि हाम्रो देशमा मैले देखेको छैन। यो खालि कि त देब्रे किसिमको राष्ट्रवादी कि दाहिने किसिमको राष्ट्रवादी मात्रै मैले यहाँ देखेको छु, कि उग्र वामपन्थी राष्ट्रवादी कि उग्र दक्षिणपन्थी मण्डले राष्ट्रवादी, मैले यो राष्ट्रवादी मात्रै देखेको छु। हामीलाई चाहिएको चाहिँ नेपाली अनुकूलको राष्ट्रियता जो चाहिँ अन्तर्निर्भरको नीतिबाट आत्मनिर्भर हुने र मुलुकलाई आर्थिक रूपले वैभवशाली बनाउने, आत्मनिर्भर बनाउने। अब यो सोच नै सही अर्थको राष्ट्रवादी चिन्तन हो। तर मैले यो सोच नेपालमा जन्मेकै देखेको छुइनँ। यहाँ मैले खालि कि उग्र राष्ट्रियताको कुरा गर्ने कि लम्पसारवाला राष्ट्रवाद। अब हुन त प्रचण्डले म लम्पसारवादी होइन, सोसियल मिडियाले मलाई खेद्यो तिनीहरू सबै बेवकुफ हुन् भनेर भनेका छन्। तर त्यो खालको लुवाठे चिन्तन मात्रै, आफूले जे गरे पनि राष्ट्रवाद हुने, अरूले चाहिँ जे गरे पनि विपरीत राष्ट्रवाद हुने भन्ने खालको जुन अतिवादी चिन्तन
हामी कहाँ हाबी भयो। वास्तविक राष्ट्रवाद के हो त्यो स्कुल अफ थट जन्माउनु जरुरी छ र त्यो स्कुल अफ थटलाई हुर्काउन जरुरी छ। दुर्भाग्य हामी पुराका पुरा माइनोरिटीमा पर्यौँ। अब तपाईँ देखिरहनु भएको छ एउटा दुईवटा तपाईँहरू जस्तो मेरो मित्र विद्यार्थी शुभचिन्तक भएर काहीँ म यसो बोल्ने ओर्ने मौका पाउँछु, तर काहीँ न लेख्ने मौका पाउँछु, न यो विचारले बाहिर आउने मौका पाउँछ, न मेन स्ट्रिमिङ टिभी रेडियोहरूमा बोल्न पाइन्छ। त्यसले गर्दा त्यो विचारमाथि नै प्रहार गरिराखेको र त्यो विचारलाई आउनै नदिएको नाकाबन्दी भारतले गरिराखेको छ। यो कहाँ नाकाबन्दी भारतले गरेको, यो त मधेसको विद्रोहले भएको भन्ने खालको खगेन्द्र सङ्ग्रौला यो कुनै के युग पाठक टाइपको विचारले मात्रै चाहिँ मार्केट पाइराखेको देख्छु। यसले नेपालको राष्ट्रियता र राष्ट्रवादी स्कुल अफ थट पनि अस्तव्यस्त नै भइराखेको म देख्छु। अब जस्तो यसो भनिरहँदाखेरि हामी अहिले पछिल्लो समयमा यहाँले पनि अघि बिचमा एक दुई पटक जोड्नुभयो, अहिले पछिल्लो समयमा यो सरकार जुन विस्थापन भएर आयो योभन्दा अगाडिको सरकारलाई कति हदसम्मको राष्ट्रवादी आत्मनिर्भरको कुरा गर्नु नि यहाँले कुन आँखाले हेर्ने त त्यो सरकार? अघिल्लो सरकार पनि त्यो अघिल्लो सरकार रूपमा मात्रै राष्ट्रवादी हो, सारमा त्यो पनि राष्ट्रवादी होइन। किनभने ऊ राष्ट्रियताको कुरा मात्रै गर्ने, गुड्डी मात्रै हाँक्ने, उसको पृष्ठभूमि पनि त्यस्तै थियो, उसको चाहिँ क्यापेसिटी पनि त्यस्तै थियो। किनभने खड्ग ओली पनि त्यत्रो एउटा ब्रिलियन्ट नेता त कहिले पनि होइनन् र उनका संदिग्ध भूमिकाहरू हिजो थिए। तर ठ्याक्कै निकट विगतमा चाहिँ उनले नेपाली मात्रको आकाङ्क्षालाई प्रतिबिम्बन गरे। भारतको थिचोमिचो नेपालमा बढेको छ, भूकम्पले हामी आहत भइराखेको बेला उसले हामीलाई प्रहार गर्ने समय उपयुक्त होइन भन्ने नेपाली जनमानस थियो। त्यसलाई उनले चाहिँ प्रतिबिम्बन गरेर हामीले पनि खड्ग ओलीले अहिले लिइराखेको अडान यो हदसम्म गलत छैन भन्ने कुरा हामीले पनि भन्यौँ। मलाई नै पनि कतिले तपाईँ पनि एमाले हुनुभयो कि क्या हो यस्तो भन्ने खालको कुरा म बैठा पनि आएको थियो। तर खड्ग ओली सारमा राष्ट्रवादी नभए पनि रूपमा राष्ट्रवादी देखिए। प्रचण्डहरूको ग्याङ चाहिँ सारमा पनि रूपमा पनि नाङ्गो ढङ्गले चाहिँ त्यसको विपरीत देखिएको छ। खड्ग ओली प्रवृत्ति र प्रचण्ड बीचको प्रवृत्ति बीचको भिन्नता र तुलना भनेको चाहिँ यही नै हो। यहाँनिर जस्तो एउटा हामीले भन्छौँ परम्परागत शक्ति, पुरानो शक्ति अथवा यो यथास्थितिवादी शक्ति भनेर हामीले चित्रित गर्छौँ यो राजनीतिक मञ्चमा अथवा आजका दिनसम्म 62-63 को आन्दोलन पछाडिका दिनमा हामीले ट्याग लगाइदिएको त्यो शक्ति जसले आफूलाई म जतिको राष्ट्रवादी कोही पनि छैन, हाम्रो यो पिता पुर्खा राष्ट्रवादी हामी राष्ट्रवादी भनिराखेको छ नि, त्यो शक्तिको भूमिका के छ यति बेला? केही छ? त्यसको भूमिका नगण्य नै छ। किनभने त्यसको वरिपरि पनि फटा आवारा कुण्डले मण्डलेहरू पनि मात्रै हुन्थे। अवसरवादीहरू जस्तो यिनै कमल थापा, यिनै सूर्यबहादुर, यिनै लोकेन्द्र बहादुर हुन् पुरानो शक्तिले निर्माण गरेका तत्त्वहरू। अहिले उनीहरू न धर्म यो हिन्दू धर्मी रहे न चाहिँ संवैधानिक राजतन्त्रवादी यस्तो के। सबभन्दा कडा गणतन्त्रवादी त सूर्यबहादुर थापा थिए र यो गिरिजा कोइराला बाबुरामले त भनिहाल्ने मेरो सबभन्दा राम्रो अभिभावक हो सूर्यबहादुर थापा भनेर। यो टाइपको मान्छे मात्रै लिएर चाहिँ जसलाई पुरानो शक्ति तपाईँले भन्नुभएको छ त्यो शक्ति हिँडेको होला हुनाले बिचरा अहिले उसको अस्तित्व मात्रै नाश भएन, उसको वंश नै विनाश भयो। उसको परम्परा, उसको विगत, उसको योगदान सबै आज धुमिल भएर गए र जसले यो देशको विरुद्धमा बढीभन्दा बढी चाहिँ कुकर्महरू गरे तिनीहरू बरु राष्ट्रवादी भन्ने कित्तामा उभिन आए। तर उनीहरू स्वयं चाहिँ आज विलखबन्धमा परे। मैले अघि पनि भने रियल स्कुल अफ थट एउटा जुन चिन्तनको प्रणाली हो जो चाहिँ नेपाल र नेपालीलाई सही तरिकाले हेर्न सक्ने, मित्र राष्ट्रहरूलाई समदुरीमा राखेर व्यवहार गर्न सक्ने, सबैको हैसियत यो है भन्न सक्ने जुन स्कुल अफ थट हो, दुर्भाग्यले त्यो स्कुल अफ थट चाहिँ हाम्रो देशमा हुन सकेन र त्यसको घानमा चाहिँ पुरानो शक्ति पनि पर्यो। अब अहिले मानौ त्यो त सब अहिले अस्ति नै एकजना चाहिँ खाँड भन्ने मन्त्रीले तँलाई फेरि लगेर चाहिँ म त्यो के हो त्यो जङ्गल के अरे त्यो माथिको राजा बस्ने नागार्जुनबाट तिमीलाई निकाल्छौँ भनेर धम्के ल हेर्नु त। अब जहिले पनि अब एउटा अर्को लाठे मन्त्रीले गएर तपाईँको त्यो बुढी महारानीको बिजुलीको लाइनै काटिदियो। त यो तरिकाले मानु यिनीहरू भनेका चाहिँ कुलङ्गार हुन्, यो देशको लागि केही पनि यिनीहरूले गरेको छैन र राष्ट्र प्रमुखहरू अब अहिले रामवरण यादवलाई छोरालाई $150, छोरीलाई $150, सुरक्षालाई $150, आफूलाई $300 गरेर चाहिँ अमेरिकामा उपचार गराएर फर्काएर लिएर आए। आफ्नो त्यत्रो घर हुँदाहुँदै सम्पत्ति हुँदाहुँदै त्यत्रो महिनाको 5-10 लाख कति खर्च घर भाडा तिरेर चाहिँ त्यहाँ पूर्व राष्ट्रपतिलाई त्यहाँ बसाए भनेपछि ज्ञानेन्द्र पनि राजा नभए पनि पूर्व राजा त हुन् नि त। तर एउटा पूर्व राजाले डेरा पनि पाउनु हुँदैन र पूर्व राष्ट्रध्यक्षकी श्रीमतीले चाहिँ
एउटा निशुल्क बिजुली पनि पाउनु हुँदैन। अब हिजो मात्रै खड्गौलीको उपचारको खर्च आइराखेको छ 17 करोड उनले अहिलेसम्म चाहिँ उपचारमा खर्च गरेछन्। आफूहरू चाहिँ त्यस्तो गर्ने अनि जसले यो राष्ट्र निर्माण गर्यो त्यसलाई चाहिँ नागार्जुनबाट पनि निकाल्ने भनेपछि किन त्यस्तो त भन्दाखेरि त्यो नागार्जुनवालाले पनि आफ्ना समर्थकहरू सही अर्थका राष्ट्रवादी सही अर्थका चाहिँ नैतिकवान आदर्शवान पंक्ति निर्माण गर्न सकेन र आफै पनि चरित्रवान हुन सकेन। तपाईँ पारसलाई हेर्नुहोस्, टुपी ठाडो पारेर हत्कडी लाएर एउटा आभारा जस्तो अर्काको देशमा गएर गाँजा चरेस खाएर हो। यसको घानमा चाहिँ मैले देख्दा नेपालका सबै राजनीतिक शक्तिहरू परे। हुन्छ, समय सकियो। समय र संवादका लागि धन्यवाद। हस्, धन्यवाद। प्राध्यापक डाक्टर सुरेन्द्र केसी, राजनीतिक विश्लेषक। अहिले मुलुक जुन संविधान कार्यान्वयनको चरण सँगसँगै जे जस्ता राजनीतिक, कूटनीतिक अथवा अन्तर धार्मिक र सामाजिक घटनाक्रमहरूमा रुमलिएको छ, गिजोलिएको छ र सँगसँगै संविधान कार्यान्वयनको प्रश्नमा अहिले अन्यल सृजना भएको छ। सीमाङ्कन पुनरावलोकनको प्रश्न आइराखेको छ। नागरिकताका विषयमा अहिले संविधानमा व्यवस्था संशोधन गर्नुपर्छ भनिराखेको छ। अङ्गीकृत नागरिकलाई दिने अधिकारका कुराहरू, साथ सिमानाका कुराहरूमा अहिले बहस भइराखेको छ। सँगसँगै लोकमान सिंह कार्की प्रकरणमा राजनीतिक पार्टीहरू खण्डित भइराखेका छन्। यसको सबैको प्रभाव समग्रमा संविधानको कार्यान्वयनको प्रश्नमा गएर जोडिराखेको छ। र यो सरकार केका लागि गठन भयो र यो सरकार गठन भइसके पछाडि यसले के काम गर्यो भनेर 100 दिनको समीक्षा हुँदै गर्दा सरकारको सफलता असफलता अनि यो सरकारको भविष्यमा पनि गएर यी सबै प्रश्नहरू ठोकिँदै गर्दा आज हामीले समग्रमा नेपालको राजनीति फेरि एकपटक गिजोलिँदै राखेको छ। यसले कालान्तरमा कस्तो कस्तो प्रभाव पार्न सक्छ र यसका पछिल्लोतिरका राजनीतिक स्वार्थहरू के हुन सक्छन् भन्ने प्रश्नमा जोडिएर संवाद गऱ्यौँ। समय अनि संवादका लागि म प्राध्यापक डाक्टर सुरेन्द्र केसीलाई फेरि पनि धन्यवाद दिन्छु। प्राविधिक मित्र प्रदीप राजधामीका साथ म कृष्ण तिमल सिन्हा कार्यक्रम सिधा कुराबाट बिदा हुन्छु। नमस्ते। प्रश्न सटीक, सफा जवाब, एउटा सिधापनको खोज, सीधा कुरा।